हेलो एभ्रिवान, नमस्ते हजुरले यहाँहरूलाई फेरि पनि स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज फेरि पनि हामी पुगुभरि आइसकेका छौँ नयाँ च्यालेन्ज लिएर। म चाहिँ कल्पना राणा रस्नीको पुपु। मेरो पनि च्यानल छ, मेरो च्यानलमा पनि गएर भिजिट गरिदिनु होला। कल्पना राणा भन्ने च्यालेन्ज छ, मेरोमा धेरै मुखबाङहरू छ उसको र मेरो, तर अहिले लेटली चाहिँ आई फिल लेजी। अनि यता एक्टिभ भएको भएर उता लेजी भएको। सो फेरि पनि हामी 22 गेम लिएर आइसकेका छौँ। अनि यहाँ चाहिँ के छ भने हामीसँग डल्ले खुर्सानी। यस्तो पिरो छ नि यो डल्ले खुर्सानी, अकबरे जस्तै छ के, अकबरे डल्ले एउटै भन्छ। अकबरे त भन्यो डल्लेलाई। यस्तो पिरो छ, त्यही माथि रातो छ। आज आफ्नै को बारीमा भन्ने वाला छ फलेको। थाहा छैन। आफ्नै बारीमा फलेको, आफ्नै कलेजको बारीमा फलेको। हामी चाहिँ एउटा ठाउँमा मात्रै राख्नेछौँ यो डल्ले खुर्सानी। अनि रक पेपर सिजर गरेर जो जित्छ त्यसले चाहिँ राख्नु पायो, जुनमा राखे नि भयो, तर एउटामा मात्रै राख्नेछौँ, कसलाई पर्छ भन्ने कुरो। सबैमा हारेको हारे गरे, आज चाहिँ म जित्नेवाला छु। सो लेट्स सी गाइज, कलेज स्टार्ट। रक पेपर सिजर गरेर स्टार्ट गर्नु। रक पेपर सिजर सु, रक पेपर सिजर सु। केही छैन, केही छैन। सो यहाँ चाहिँ छ डल्ले, डल्ले यु क्यान सी। हामी स्टार्ट गर्ने बेलामा चाहिँ यताबाट यसरी स्टार्ट गर्नेछौँ। म चाहिँ यो अहिले चाहिँ म कहाँ राख्छु भन्दा यो चाहिँ एन्ड हुन्छ होला सायद, म यहीँ राख्छु, किनभने लास्टसम्म कसले खानुपर्छ, इन्ट्रेस्टिङ हुन्छ। उसलाई परोस्, मलाई चाहिँ नपरोस्, मलाई नपरोस् भन्दै म चाहिँ यहाँ राख्न चाहे। यो चाहिँ यहाँ भित्र राखेँ अहिले उसले चाहिँ निकालेर राख्न भेट्न फालेर अहिले चाहिँ उसले राखेर खान्छ। उसले राखेर खान्छ अरे। मलाई नि पर्न सक्छ तर। सो आज चाहिँ हामी यो पानीपुरी चाहिँ यो टिपिकल बुटोल स्टाइलको त्यो तातोवाला हो, पानीवाला होइन, आलु हालेर त्यो काठमाडौँतिर खान जस्तो होइन। दिस इज द स्पेसल पानीपुरी। मेरो पालो भन होइन, फेरि डब्बे बनाउने। ऊ चाहिँ ह्याप्पी नै छ होला अहिले त, वान आउँदा नि डाइटिङ झर्ने भएको छ। डाइटिङ त भन्नु मिल्दैन, अलि त्यस्तै। माई टर्न गाइस। 5वटा म त अगाइसकेँ त अब। कस्तो होस् भाइ, एकचोटि नुन पानी। नाइ मैले चाहिँ के भन्नु भने, मैले चाहिँ आज चाहिँ के सोचिरहेको छु, जति सक्दो मलाई लेस आइदियोस् कि थोरै आइदियोस्। डाइटिङ गर्नुपर्छ नि, डाइटिङ। खाएँ ल फर्स्ट बाइट। Oh my god, तर मिठो छ, एकदम धेरै तातो नि छैन, सेलाइसकेको छ। ठिक्कको भयो। टुटारै 2-3 दिन आयो भने चाहिँ मजा आउँछ, त्यो फेरि भान आउँछ। मैले पनि त्यही 5-6 आयो भने त पुऱ्याइ मजा कुनै मान्छेलाई ठुका उसले ठुक्ने ढाकाइदियो। बुझेन। तर फेरि यस्तो मजाको भने म फेरि कति ठुलो खायो भने त चाहिन्छ क्या। Fifth one, finish. What is this behavior?
म चाहिँ चाहन्छु मलाई 1 or 2 आइस् ओइ यो मिस्टेकली भएको होला के दुईटा मैले भन्थेँ 1 2 आइदियोस् भनेर सो फाइनली दुईटा आइदिएको छ किनभने म धेरै खान चाहन्न पानीपुरी यति मिठो छ कि तर आज धेरैभन्दा धेरै रोस्नेलाई खिलाउनु पर्छ गफानी तर अलरेडी 5 वटा खाइसकेको गाइस के किन खानु अमिलो भयो What's going on? उसलाई चाहिँ किन 1 आइरहेछ मलाई मोटाउ सर्ने चाहन्छ त्यस्तो गरी गरी नि के मुखबाङ गरेको भन्नु होला दिस इज द गेम जस्ट फनको लागि खानु मन नलाग्नलाई नि के मुखबाङ My turn. पिरो रहेछ सानो पिरो रहेछ साँच्ची यो हरियो छ नि यहाँ भएको I told you before. यो हाम्रो चाहिँ बटर देखिने भयो त होला गाडीको भिडियोमा स्पेसल बटर ह्यान्डल विथ केयर वाला यो पानी धेरै हुन्छ होला यो झोल लाइक रेली अघि कस्तो पिरो भयो फन मसँग ठाउँमा आफू छ भइरहेको नजिक आइसकेको छौँ हामी खुर्सानीको यो खुर्सानी चाहिँ फुपूले खानेवाला हुनुहुन्छ I don't think so. Because I'm going to win today. तर यहाँ भएको खुर्सानी एकदम पिरो भयो हरियो खुर्सानी पनि झोल टाइपको छैन त्यो खुर्सानी सकाल्छ न म चाहिँ झोल थोरै थोरै हालेर खाएँ गाछ पुऱ्यो यस्तो आउनु छैन तपाईँले हेरेर अरूलाई ठाउँमा खाएको हल्का भनेको अरू धेरै मलाई चाहिँ खाँदेको चाहिँ अनि पछि उहाँले नै थपेको भयो One, two, three, four, five. ठिक छ आउँदैन तर तपाईँको थोरै आयो भने आउन सक्छ पानी खाएँ ल फेरि स्पेसल बोटल फ्रम बाल्टा भैयाको पानीपुरी चाहिँ बबाल छ कता चोकमा बस्नुहुन्छ अङ्कल दामी बनाउनुहुन्छ भिजिट गर्नु होला मिठो हुन्छ मिठो मलाई पहिला बुटोल गोलपार्कको मिठो लाग्थ्यो जस्तै त्यसपछि चाहिँ ठिकै लाग्थ्यो अन्त सरी अमेराको मिठो हुन्छ मजा आयो के त खाने यो खायो भने बल्ल 5 वटा हुन्छ मैले यति बच्चा भन्ने भन्दा
मिठो चाहिँ के भन्छ फर्स्ट क्लास। तपाईँहरूकोतिर कति गर्मी छ? हाम्रोतिर एकदमै गर्मी छ। गर्मीले मर्न लागेको चाहिँ पङ्खा हाउरी बस्नु परेको छ। ब्रस गर्नु के भयो? घममा हो त्यस्तै उठेर भयो त कस्तो लास्ट वान 3 or 2. So hilarious laugh. एउटा हाउस ये उसकोमा अहिले 2 आउँछ। ये not today. नहीं आज नहीं आजको डल्लै खुर्सानी हो त्यस्तो पिरो हुन्छ यो खुर्सानी यस्तो पिरो छ नि यस्तो पिरो छ यो खुर्सानी घरमै फलेको एकजनाले यो एउटा टुर्न सक्दैन त्यस्तो पिरो अलि सानो बनाउनु पर्यो थुस्का अनि कसैले ठुल्ठुलो हुन्छ नि धेरै ठुल्ठुलो हुन्छ बाई मिस्टेकले त्यही पनि सुक्छ यसो छैन 4 2 You're going to eat. No! Let's change. No. It's not going to taste. Oh my gosh, I will die maybe. म तपाईँलाई हेल्प गरिदिन्छु नि त्यो एउटा खाना ल्याउनु त्यहाँ मिठो भइहाल्छ लास्ट भिडियो है पहिला म खान्छु अनि पछि हाल्छु लास्टमा खानु ल यस्तो दामी छ यो आएन मजा आयो मलाई हेल्प गरेको किनभने मैले थोरै खान्छु आज यो डल्ले खुर्सानी खाएर मेरो हालत के हुन्छ गाइजहरू यो डन नो फेरि निकालेन भन्नु यही हुन्छ हेर्नुहोस् तपाईँहरूकै आँखै अगाडि ह्याप्पी चाहिँ चपाउला पुरै घुल्लुकै नानीलाई यहाँबाट देखिन्छ नि फेरि डल्लो हो क्या Oh my god. खाए ल फेरि यो Oh my god. She playing so safe today. I don't know how. बिकज साथ दिइरहेको छ नि भगवान् हुन्छन् भन्ने प्रुफ भइरहेको छ मलाई चाहिँ लास्टै पिरो भएको है म केही खान्छु गुड्यो इन गरम यो भिडियो है अनि एकैछिन रियाक्सन हेर्नु नो नेट यो चाहिँ हामीले थोरै खाएर होला सो आजको लागि यति नै थियो थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड अनि बाई बाई भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्नु होला अनि कमेन्ट गर्न चाहिँ नभुल्नु होला लास्टसम्म हेर्नुभयो कि नै भनेर चढ्यो तपाईँ खानुहुन्छ पानी आमा सात होला